बुझ्यो होला यो समाज सेवाको काम हो मेरो। अरूले जेसुकै जुनसुकै दृष्टिकोणले हेरुन्, अब महावीर कुलले पैसा कमाउने भयो, पैसा कमाउने भयो हैन भन्ने किसिमले हेरुन्। अब हेर्नेले हेरुन्, तर कुरा चाहिँ उद्देश्य चाहिँ त्यो हो। र अब रह्यो अन्तमा भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने एउटा अभियान हो ले चलाउँछ। बेच्यो, पैसा आइरहेको छ, कारखाना चलाइरहेको छ। अब साह्रै ठुलो त भन्दैन कारखाना, यो सकेसम्म बुद्धि र यो पैसाले भेटेसम्मको काम चाहिँ गर्छ। कारखाना पैसाले खान्छ, यसको पैसा। तर यो भित्र जे लेखेको छ नि, यो भित्र लेखेको छ, यो लागि लेखेको छ। भाइ बहिनीहरूको लागि म भन्न चाहन्छु, ध्यान दिनु है। यो भित्र के लेखेको छ भने मेरो आत्मको कुरा छ, मेरो बाल्यकालको कुरा लेखेको छ। किन बाल्यकालको कुरा? सबैको बाल्यकाल हुन्छ। बाल्यकालको अनि मैले उति बेला म पनि स्कुल पढ्दै गएर क्याम्पससम्म पढेकै हो, पढ्दै गएको कुराहरू लेखेको छु। किन भने यो कुरा भाइ बहिनीहरूले एउटा थाहा पाउनु पर्यो। अहिलेको जुन बालुवाहरू दैनिक जीवन र हाम्रो पालाको दैनिक जीवन, हाम्रो पालामा स्कुल पढ्न कति गाह्रो थियो, हाम्रो पालामा चाहिँ कस्तो थियो, भाइ बहिनीको पालामा कस्तो छ, त्यो एउटा तुलना गर्न सकिन्छ। तुलना गरेर तिमीहरूले के पाउँछौ भने तिमीहरूको पालामा त स्वर्गै रहेछ जस्तो लाग्छ। उति बेला त्यस्तो सजिलो थिएन। आजभन्दा 50, 60, 70 वर्ष अगाडिको जीवन कस्तो थियो भन्ने कुरा भाइ बहिनीहरूले भनेको पनि छैन होला कसैले, अनि थाहा पनि छैन होला। आजभन्दा 70 वर्ष अगाडिको बालबालिकाहरूको जीवन कस्तो थियो, महिला मात्र होइन सबैको। अनि उति बेला पढ्न विद्यार्थीहरू कस्ता थिए, कसरी पढ्थे भन्ने कुराहरू यहाँ लेखेको छ। अनि म त्यही शिक्षक पनि भएको थिएँ, एउटा माध्यमिक विद्यालयमा पढाएँ 13 वर्ष। अनि त्यो कसरी पढाउने त्यति बेला, स्कुल कस्तो थियो, त्यो कुराहरू पनि यहाँ लेखेको छ। अनि म पढ्न गएँ, कुन परिस्थितिमा कसरी पढ्न गएँ भन्ने अनौठो परिस्थिति छ, कसैले पनि कल्पना गर्दैन। त्यो परिस्थितिमा अमेरिका पढ्न गएँ, अमेरिका पढेँ, आएँ। हुन त अहिलेको मान्छेहरूको लागि विदेश जाने भन्ने कुरा त नौलो कुरा होइन, तर उति बेला त एकदम नौलो कुरा थियो। विदेश पढ्न जाने भन्ने कुरा एकदमै नौलो कुरा थियो। त्यो कुरा थाहा पाऊँ। अनि अमेरिकाबाट फर्केर मैले चाहिँ सोझै गाउँमा गएर घुम्नु गएको हो। म चाहिँ वास्तवमा गाउँमा चाहिँ अमेरिकामा पढ्दा थाकेर अलिकति यसो चाहिँ रमाइलो गरौँ भनेर अलिकति महिना घुम्न आएको। घुम्दै जाँदाखेरि दुर्गम गाउँहरूमा चाहिँ त्यहाँको समस्याहरू देखेपछि एउटा दुईवटा समस्यालाई यसो समाधान गर्नको लागि यसो सहयोग गरौँ न त भन्न बस्न थालेको हो। बस्दा बस्दै यी 32 वर्ष भयो। अनि यो 32 वर्षको अवधिमा विभिन्न किसिमका कामहरू गरेँ समाज सेवाको लागि दुर्गम गाउँहरूमा। मैले अहिले भने राष्ट्रिय आविष्कार केन्द्र पनि खोलेँ, गाउँमा इन्टरनेट पुर्याएँ। अनि अहिले यो कृषि औजार कारखाना चलाउँदैछ। यो सबै कहानी यहाँ लेखेको छ, सबै कहानी।